हेलो गाइस चल त माथि गयो अझै यसरी समाजमा फोन बनिरहेको है हेलो गाइस ब्लग बनाएर हामी चाहिँ म चाहिँ घर जान लाग्यो यो चाहिँ बाहिर बसिरहेको थियो अनि यो आफै आएको आज चाहिँ मैले बोलाएको थिएन हो के हो मैले आज भन्नु आफै आएको हो किन नहोला किन बोलाउनु यो त आफै आइस् त अनि होइन कति बेसरी हिँडेको होला कस्तो बेसरी ए यसरी यसले मलाई हिँड्न सुद्धा सिकाइरह के भन्ने हेलो गाइस देखो न अलि राम्रो छ के ए आउँदैन कि मलाई भन अरू केही म अनलाइन आउँदिनँ कि 28 गते बल्ल अनलाइन आउँछु के कारण किन मलाई पनि थाहा छैन किन भन्दा किन त्यही हो कि साँच्चीकै मैले त्यहाँ नोट लेखेको छु नोट हेर थाहा छ म पढेको अनि के भने जस्तो अरू केही भन्नुहोस् मेरो दाइ बहिनी होइन अङ्कलले के भन्नुभयो मासु हिजो गएको देखेर अङ्कलले कुन मासु पसल्दा नि अगाडिको भन्यो ए अब त्यो गर्लफ्रेन्ड पनि छैन कहाँ अनि हिजोको चाहिँ को भन्नुभयो कि अनि कहाँ त्यो गर्लफ्रेन्ड र अनि होला अहिले एक साथी भन्दै अनि साथीबाट त पनि पढ्ने अनि गर्लफ्रेन्ड अनि मैले थाहै भएन यत्तिकै होला अन्त होइन क्या बनाउनुपर्छ भनेर अनि बनाउनुपर्छ डरले नभनेको टाउको बनाउनु पर्छ पढ्दै राम्रोसँग बेनर्नु फेरि हेरिराख्नु मलाई त्यसरी नै छप्री जस्तो पर्दैन गाइजमै पत्तो नभन् उयो कस्तो गोरु देखेर मेरो हात है तर रियलमा कालो भयो पर्दैन पढेको छैन मलाई मन छैन ब्लग बनाउनु के रे उ के भन्नु लाग्यो केही नि होइन सुन्न मन छैन यसको केही कुरा मलाई त्यत्तिकै ढकाएको छ उताबाट त्यो बडी त खतरा हो क्या तर बडीमा त्यसरी गर्दा एकचोटि छुने होइन मलाई छुने होइन कस्तो घाम हो क्या अलि माथि हेलो गाइज वेलकम टु माई न्यू ब्लग तेरो त पहिला थियो त युट्युब च्यानल खोइ त आई डोन्ट नो त्यो मेरो भिडियो हेरेको थिएँ मैले तेरो हो र हेर्थेँ हो कि सबसे पहिलाको हो कि कुन चाहिँ मलाई कतिचोटि न्यू छोडेको कति धेरै छोडेको गेमिङको बरु थियो हो त्यसमा बरु अलि धेरै मेहनत गरेको 7,000 सब्सक्राइबर थियो सिधा समाज सिधा ल त अब घर जा समाजतिर घर जा कि मेरो दाइ हुन्छ आजले घरमा त्यही भएर हजुर ल किन ब्लग गरेको नुरदिले त्यो मैले कि त्यसले नुरदिले भन्छ मैले गरेको कि त्यसले गरेको नुरदिले तिमीलाई ब्लग किन गरेको भनेको मैले गरेको त्यसले नि गरे भ्याइ यो त अनि